यहाँनिर देखिरहनु भएको छ कनेक्टरहरू छ यहाँ हैन कन्जङ्सनहरू छन् यहाँनिर एकदमै इम्पोर्टेन्ट के अस्ति दुईजना स्टुडेन्ट आएर मलाई स्कुलमा आएर के भन्यो भने सर हामीलाई यो कन्टेन्टमा भिडियो बनाइदिनुस् है त हामी स्कुलमा पटक्कै बुझेनौँ के जो स्टुडेन्ट हाम्रो युमा पढेको थिए तपाईँ जस्तो त कसैले पढाउँदो रहेनछ र हाम्रो तपाईँको एउटा भिडियो लेसनहरू निड छ सर सो प्लिज बनाइदिनु होला यो भिडियो बनाउनु जसमा भनेर मैले यो भिडियो बनाइदिन्छु है त जस्तै अल्दो इभन दो र दो छ एउटा इन्स्पाइट अफ डिस्पाइट र हाउ एभर यसको एउटा युज गर्ने कन्डिसन है सिचुएसन्स एउटै हुन्छ र यो एकदमै इम्पोर्टेन्ट यो लेसन हो है ग्रामेटिकल लेसन हो र यसलाई हामी जान्नुपर्ने हुन्छ र तपाईँले यो जान्नको लागि एकदमै राम्रोसँग यसलाई वाच गर्नुपर्ने हुन्छ र यदि जान्नुहुन्न भने आउँदैन भने बुझ्नु भएन भने कमेन्ट लिभ गर्नु होला अफकोर्स मैले फेरि पनि यसलाई क्लियरिफाई गर्ने प्रयास गर्नेछु है त ल हेर्नुहोस् यी यस्तो सिचुएसनमा युज हुन्छन् कि यो कन्ट्रास्ट कुराहरू के जस्तै कन्ट्राडिक्ट गरिरहेको हुन्छ के कुराहरू है जस्तै तपाईँले काम गर्ने र त्यसको सिचुएसन फरक फरक हुन्छ र एउटा एकदमै कन्ट्रास्ट गर्छ जस्तै एउटा मैले तपाईँलाई भने जस्तै हुन्छ नि हामीहरू बिरामी भइरहेको हुन्छ तर पनि ऊ स्कुल जान्छ के बिरामी भएको हुन्छ उसले काम गर्छ पानी परिरहेको हुन्छ फुटबल भइरहेको हुन्छ खेल खेलिराखेको हुन्छ है गरिब हुन्छ तर उसँग कार छ कि यी दुईवटा कुराहरू सिचुएसन र त्यो त एक्सनले के हो त एउटा कन्ट्राडिक्ट गर्यो कन्ट्रास्ट भयो कि एक अर्काको चाहिँ म्याच गरेन है एक अर्काको विरोध गर्यो एक अर्काको के हो त विपरीत भयो के हो त्यस्तो अवस्थामा यी कन्जङ्सनहरू युज गरिन्छ हाउ टु युज के म यो तपाईँहरूले सिकाउँदैछु है त ल हेर्नुहोस् म एउटा सेन्टेन्सबाटै सबै कुराहरू सिकाउनेछु ल जस्तै भनिएको छ यहाँ आई go to school I go to school म स्कुल जान्छु है तपाईले यो लाइनमा भएका र यो लाइन भएका जो पनि युज गर्न सक्नुहुन्छ है भए तापनि भन्ने अर्थ भयो यसको दो इभन दो र अल्दो सबैको अर्थ हुन्छ भए तापनि यो सबैको अर्थ त्यही नै हो भए तापनि इन्स्पाइट अफ पनि भए ता डिस्पाइट र हाउ एभर सबैको पनि भए तापनि भन्ने अर्थ हुन्छ आई गो टु स्कुल म स्कुल जान्छु है अब तपाईँ लगाउन सक्नुहुन्छ दो दो अब यसमा दो या अल्दो तपाईँले युज गर्न सक्नुहुन्छ यसको ठाउँमा इभन दो पनि राख्न सक्नुहुन्छ तर इभन दो र यी दुईवटा मध्येमा अलि एकदमै प्लस कन्ट्रास्ट गर्छ यसले भने कुनै भनौँ सिचुएसनले भने यो लगाउन सकिन्छ है अब यसमा नजाउँ तपाईले जो पनि युज गर्न सक्नुहुन्छ आई गो टु स्कुल दो अल्दो इभन दो आई एम सिक हो यस्तो भयो क्या हेर्नु न म स्कुल जान्छु यद्यपि म बिरामी छु यद्यपि म बिरामी भए तापनि स्कुल जान्छु यस्तो आयो नि कन्डिसन है यस्तो अवस्थामा दोको युज गर्ने या अल्दोको युज गर्ने या त इभन दोको युज गर्न सकिन्छ है त अब यहाँनिर हामीले थाहा पाउनु पर्ने कुरो भने यो एउटा कलज हो है यहाँनिर सब्जेक्ट छ भर्ब छ यहाँनिर पनि सब्जेक्ट छ र भर्ब छ यहाँनिर एडजेक्टिभ छ यहाँनिर प्लेस वर्ड छ है टु स्कुल भनेको छ यसरी हामी बनाउन सक्छौँ अब यसलाई इन्स्पाइटर राखेर पनि हेर्न सकिन्छ है अब मैले इन्स्पाइटबाट बनाउँछु यो पनि भए तापनि इन स्पाइट अफ अब हेर्नुहोस् इन्स्पाइट अफ भनिसकेपछि यो चाहिँ कलरलाई अगाडि राख्ने हो इन्स्पाइट अफ इन्स्पाइट अफ आई एम सिक भन्न पाउनु हुँदैन जस्तै इन्स्पाइट अफ आई एम सिक हो यो जो कलर छ यस्तो खालको कलजमा राख्न सकिँदैन है यो कलज राख्न सकिँदैन यसको लागि के गर्नुपर्छ भने यसलाई तपाईले नाउनमा चेन्ज गर्न सक्नुहुन्छ र यसलाई एडजेक्टिभमा चेन्ज गर्ने कसरी गर्ने भने म यहाँनिर देखाउँछु तपाईलाई इन स्पाइट अफ आईलाई एडजेक्टिभमा चेन्ज गर्ने आईको एडजेक्टिभ के हो त माई हो है माई अनि यसलाई नाउनमा चेन्ज गर्ने हो यो सिक भनेको एडजेक्टिभ हो यसलाई नाउनमा चेन्ज गर्दाखेरि के हुने भयो त सिकनेस हुने भयो यसरी चेन्ज गर्न सकिन्छ है माई सिकनेस म बिरामी भए तापनि इन स्पाइट अफ माई सिकनेस
आई गो टु स्कुल। यसरी नाउनहरू युज गरेर बनाउन सकिन्छ। तर यो एउटा फ्रेज युज गर्न सक्यो। यसमा कलज एस तपाईले हाम्रो सरल भाषामा भन्नुपर्दा एउटा योलाई बिर्सिम भनेदेखि एउटा यो सेन्टेन्स युज गर्न सकिँदैन। यदि यो हटाउने एउटा सेन्टेन्स हो, यो आफैमा इन्डिपेन्डेन्ट सेन्टेन्स हो है, यसलाई गर्न सकिन्न। हामी यो यस्तो खालको यसरी सेन्टेन्सहरू युज गर्न सकिन्न, यसरी चाहिँ नाउनहरू युज गर्न सकिन्छ। अब यसलाई अर्को मेथडबाट पनि गर्न सकिन्छ है, यसरी इन स्पाइट अफ। अब यहाँनिर हेर्नुहोस् एम छ नि, अब यसको हेल्प लिनुहोस्। अघि हामीले युज गरेनौँ। एम भनेको इज एमआर ओ, इज एमआर ओज ओर बी बिङ बिन, 8 फर्म हुन्छन्। ती मध्येको अफ पछि V4 लगाउनु, बी लाउनुहोस् है। यो बी भनेको यसकै फर्म हो है, V1, यसमा आइएनजी लगाइदिनुहोस्। इन्स्पाइट अफ बिइङ सिक। अब यसलाई सिधै एडजेक्टिभ युज गर्न सक्नुहुन्छ। कुन सजिलो लाग्छ तपाईँले यसरी बनाउँछ, तीनवटा मध्येको है। हामी इक्जाम आउँदा कुन राख्ने, अब त्यो भयो अरे। इन्स्पाइट अफ बिइङ सिक आई गो टु स्कुल। म बिरामी भए तापनि स्कुल जान्छु। यसरी इन्स्पाइट अफ युज गर्न सक्नुहुन्छ। अब आउँछ डिस्पाइटको कुरो गरौँ है त। डिस्पाइट। अब डिस्पाइटलाई एकदमै इजी छ के, जानेर इन्स्पाइट अफ युज गर्नुभयो त्यसरी नै डिस्पाइट युज गर्न सकिन्छ। जस्तै हेरौँ, डिस्पाइट माई, सिधै ए राख्नुहोस्, माई सिकनेस आई गो टु स्कुल। यसमा के डिफ्रेन्ट भयो त? कुनै डिफ्रेन्ट छैन इन्स्पाइट अफ र डिस्पाइटमा है। अब यसलाई यसरी पनि गर्न सकियो, डिस्पाइट माई डिस्पाइट बिइङ सिक। जसरी हामी इन्स्पाइट अफ युज गऱ्यौँ त्यसरी नै डिस्पाइटको युज गर्न सकिन्छ। डिस्पाइट बिइङ सिक आई गो टु स्कुल। म बिरामी भए तापनि स्कुल जान्छु। यो सबैको अर्थ यही नै भयो के है त। अनि अब हाउएभरतिर जाउँ। हाउएभर अलिक डिफ्रेन्ट छ है, यसलाई युज गरौँ। आई, अब पहिले राख्नुहोस् आई गो टु स्कुल, म स्कुल जान्छु। अनि यहाँनिर एउटा कमा दिनुहोस् र यो कमा हो। अनि यहाँनिर यस्तो थुप्रा दिनुभयो भने यो सेमिकोलन बन्छ। सेमिकोलन यो एउटा पङ्क्चुएसन मार्क हो, यो राख्न सक्नुहुन्छ। अनि यहाँनिर हाउएभर राख्ने, हाउएभर राखिसकेपछि फेरि कमा दिने, आई एम सिक। अब यसरी युज गर्न सकिन्छ हाउएभरलाई। यो पनि अर्थ त्यही हो, आई गो टु स्कुल हाउएभर तापनि आई एम सिक, म बिरामी भए तापनि स्कुल जान्छु है। यो अब यो खालको यो पङ्क्चुएसन मार्क हामीले राख्यौँ, यो सेमिकोलन। यो सेमिकोलन किन राखियो भने यो आई गो टु स्कुल भन्ने आफैमा एउटा इन्डिपेन्डेन्ट कलज हो। यसको तपाईँले यति सबै हटाइदिए पनि यसको पुरै अर्थ आउँछ, यो अर्को कलजमा डिपेन्ड गर्दैन। अनि आई एम सिक भन्ने कलज पनि कस्तो हो त, यो कलजमा ऊ डिपेन्ड गरिरहेको छैन, यो पनि इन्डिपेन्डेन्ट है कि आफैमा एउटा स्वतन्त्र, यसको पूर्ण अर्थ आउँछ। यति यसलाई हामी छोडिदिउँ, यसलाई चाहिँ यति हेर्दै हेरेनौँ भने यति आई एम सिक पनि आफैमा कम्प्लिट यो के हो त, एउटा सेन्टेन्स बन्न जान्छ र हाउएभर जोडिसक्यो कलज बन्न गयो। यिनी इन्डिपेन्डेन्ट कलजहरू बनेका छन्। र यो अलि अप्ठ्यारो भयो, यहाँनिर यस्तो गर्न अप्ठ्यारो भयो भनेपछि सिधै यसलाई मेटेर यहाँनिर के फुल स्टप राख्नुहोस् र यहाँनिर कमा राख्नुभयो भने यति झन्झटिलो हुँदैन, यो अलि इजी हुन्छ। यसरी पनि बनाउन सकिन्छ है त। यसो गर्न पनि भयो, सेमिकोलन राख्न सक्यो, सेमिकोलन राखेर सिधै यहाँनिर फुल स्टप राखेर पनि यो सेन्टेन्स कम्प्लिट गर्न सकिन्छ। अब यहाँनिर के भयो त, अल्दो, दो, इभन दो ले दुईवटा कलजहरूको आवश्यकता महसुस गर्यो है। यसले निड के गर्यो त, यता पनि एउटा कलज यता पनि एउटा कलज, जसमा चाहिँ सब्जेक्ट र भर्ब उसले के गरे हुन्छ त, कन्सिस्ट गरिरहेको हुन्छ हैन। दुईवटा कुराहरू यसमा सब्जेक्ट र भर्ब, सही र भर्ब, अर्थात् दुईवटा अलग अलग कलजहरूलाई अल्दो, इभन दो र दोले जोड्न सकिन्छ है, जोइन गर्न सकिने भयो। अनि इन्स्पाइटरमा के हुने भयो भनेदेखि यो तरिकाले है, नाउन राख